मर्छु होला हौ। यस्तो मर्ने कुरा पनि गर्नुहुन्छ? कहाँ दुख्यो भन्दैनस् त के पनि? थाहा छ मूलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु पर्छ। आजकल यो लठी बज्रे यस्तो उपद्रव भएको छ नि, झन् यताको कात्रो उता उताको कात्रो यता गरेर नि यसलाई क्या दशा लागेको नि। फेरि लकडाउनमा फुर्के भएर अर्काको कात्रो किन घुरेनतिर फ्याँक्नु यसले? कात्रो नभन्नुहोस् न बाबा, कात्रो नभन्नु। त्यही कात्रोले त हामीलाई जोगाएको छ, हाम्रो मान सम्मान बढाएको छ, हाम्रो धम्की भुर्की वाक बढेको छ। भोलिको दिनमा यही कात्रोले तपाईँलाई जोगाउँछ। झन्डी जस्तो पवित्र सम्पत्तिलाई कात्रो भनेर तपाईँ तमाम झन्डीहरूको अपमान नगर्नुहोस् न बाबा। झन्डी यताउता नगरे पनि यहाँ बसिसक्नु छैन। लठी बज्रेको कुरा सुनै आन सठिक भए पनि हामी यहाँ झन्डी समातेर झन्डी जस्तै फेलफेली भइसकेको छौँ। हेर्नुहोस् न यसलाई, कुनी के भएको छ, ठाउँरङ्गै त सुकिसकेको। यसो नभन न विशेष, यसो नभन। साइज नमिलेको जुत्ता लाउनेलाई मात्रै थाहा हुन्छ कहाँ कति बेला अनि कसरी चेप्छ। नबुझ्यौ? होइन लठी बजेको पापा, मलाई त यसलाई देख्दा लाग्दैछ कि चुडेलले भेटेको जस्तो लाग्दैछ। यहाँ मान्छेले चुडेल जस्तो देख्ने ठाउँमा के चुडेलले भेट्छौ? बरु नि मान्छेलाई देखेर चुडेलले पनि भाग्छ। तिमी पनि मान्छे हँसाउने कुरा नगर न गमस फुल। मलाई त लाग्छ यसलाई नि चुडेल त होइन, झन्डी चुडेल चाहिँ पक्का भेटेको छ यसलाई। होइन काका, यसलाई झन्डी चुडेलले होइन, यसलाई पुलिसको लट्ठी भेटेर यस्तो भएको। अन्त यत्रो पुलिसले भनिरहेको छ लकडाउनमा घरदेखि बाहिर ननिस्किनु भनेर। अन्त यो बजियाले कसैको कुरा त सुन्दैन, उपद्रो गरिहिन्छ, रगरग गरिहिन्छ। हेर्नुहोस् न यसको हालत। अन्त पुलिसको लट्ठी भेटेर यसको शरीरमा कुनै अङ्ग बाँकी छैन, सब हड्डीहरू भइसकेको छ। ए गमस हेर त बाहिर को आए? के त भनेको सुन्दैन, के गर्नु? उपद्रो छ, बदमासै छ यो। लाठी बजेको पापा, धमधमले बडाको रहेछ। आउनुहोस् न बडा, नमस्ते। आउनुहोस् बडा। नमस्कार छै हजुर। बस्नु। नमस्कार बडा। नमस्कार। होइन त्यो कता गयो छौ? को बडा बाहिर कोही छ? छ नि मेरो पाइलट धम्बे। ओए धम्बे, भित्र आइदैन हौ। के साह्रो लगाएको यो केटा हो भाइ। लु बस नानी, चिया बनाइकन ल्याउँछ है बडा ल। बस। अब लजाएर भो त हजुर। होइन, यसलाई मैले मेरो बिडो थाम्छ कि भनेर झाँक्री ट्रेनिङ गराएको। यो मरो भने ढ्याङ्ग्रो बोक्नु कम्ती त नसक्दैन। के साह्रो लजाएको पनि। लाज लाग्दैन अन्त भन्नु त? त्यो ढ्याङ्ग्रोले
बाटोमा बोकेर हिँड्दाखेरि नि सबैको आँखा जति मेरै माथि हुन्छ अन्त ढ्याङ्ग्रोलाई झन्डी सम्झेर हिँड्दा भइगयो त अन्त झन्डी सम्झेर हिँड्यो अरे अस्ति के हो त्यो सिरन घरे बडाको घरमा जाँदा त्यो सिआरपीले ढ्याङ्ग्रो देखेर ए कोन छ आम छै भनेर ढ्याङ्ग्रो ट्याङ टुङ पारेर चाहिँ याद छैन अब त्यो सिआरपीको मुखैमा गएर ढ्याङ्ग्रो डङ 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 ठोकेपछि ढ्याङ्ग्रो नफुटाएर ढ्याङ्ग्रोलाई चुम्मा खाओस् त अन्त होइन नहुने कुरा त नै हुन्न नि अब रात दिन जङ्गलमै बिताउनेहरूले न त कहिले ढ्याङ्ग्रो देखेकै होस् न त ढ्याङ्ग्रोको बारेमा केही जानेकै होस् यो ढ्याङ्ग्रो पनि क्या बाटोमा बोकेर हिँड्दाखेरि नि यो कुकुरहरूले त भुक्दैन त अस्ति त्यो थाना छ एउटा कुकुर क्या मलाई भुक्दै छम्किँदै आउने अरे कि म त चिनिनँ अब गोर्खाको छ होला रिस उठिहाल्यो नाकमा रिस ट्याक्क रिस उठ्यो कि मेरो पल्लो ढ्याङ्ग्रो डङ 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 पारेको थिएँ त्यसको बाजेको खोइ सिआरपी कताबाट मलाई त च्याप्पै समात्यो कि नाक्रे झाक नाक्रे झाक पार्नु त अन्त धोबे नानीले पनि झन्डा बोक्दाखेरि ढ्याङ्ग्रो बोक्दाखेरि झन्डाको कल्पना किन गर्नु पर्यो यहाँ त झन्डी बोक्नु पनि पिर नबोक्नु पनि पिर अब त्यो ढ्याङ्ग्रो बोक्नु पनि म त देख्दैछु है तपाईँबाट यसको कुरा पनि क्या एक प्रकारले ठिकै लाग्छ अब यो झन्डा बोक्नु त ठिकै लाग्छ तर यो ढ्याङ्ग्रो बोकेर हिँड्दा क्या फेरि यो मोराले कुन चाहिँ नयाँ पार्टी खोल्न आँट्यो भनेर सिआरपिएफले पानी खेतो गरेर बेर्लाउँदैन है बडा चिया लिनु न यहाँ त चिया चिसो भइहाल्छ नि ल भन्दा केले पानी खिलो गर्छ म त पुरै बुझिनँ ए होइन यो ढ्याङ्ग्रो बोक्नुले नि भन्दा पनि कसलाई के भयो यहाँ हाम्रो सरलाई नि धदङ्गेबाट भनेको कुरा एउटा सुन्दैन यो मोरा अब चारैतिर लकडाउन छ नानी बाहिर नजान भनेको के सुन्थ्यो र यसले अब चारैतिर लकडाउन छ भनेर जान्दा जान्दै यो बाहिर जाने हुँदा हेर्नुहोस् पुलिसको लौरेले सबै यसको यी शरीरहरू क्या लक भएको देख्नु भएन होइन भनिन्छ नि आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको अब बुढो बाबुको कुरा नसुन्दाखेरि परेन त फसा अब परेन त अनि कुकाटको मुढा जस्तो लड्नु परेन त अनि कुकाटको मुढा जस्तो लड्नु मात्रै कहाँ हो र धदङ्गेबाट तपाईँलाई थाहा छैन यसले नि भित्र गएर हेर्नु न भित्र वासरुममा यसले नि वासरुमको माथि क्या डोरी झुन्डाएको छ अम्बो वासरुममा डोरी चाहिँ किन नि फेरि अरे भाइ अब पाखा बसिसक्नु छैन हो अनि त्यही डोरीमा टुर्लुङ्ग झुन्डेर हल्लिँदै पाखा गर्नुको लागि खै नभन्नु धोबे नानी मेरो अमै लट्ठी बजे थाला परेको 15-20 दिन जति भइसक्यो खानु पिउनु केही छैन हेर्नु त नाक जुङ्गा दाढी बढेर यसको गति अन्त हो नि त र त हेर्दा पनि ट्याक्कै लादेन जस्तै देखिँदो रहेछ यसको काँडा नाकको भुत्लाहरू बढेर नो म्याच ल्यान्ड लगे छोप्राइ जस्तो पो भएछ हेर्नुहोस् न धदङ्गेबाट आउनुहोस् त हेर्नुहोस् त आउनुहोस् त होइन लट्ठी बजाउने नानीको दाढी जुङ्गा त ठिकै छ
दारीजुङ्गा बढ्ने समय पनि हो। तर यिनको नाक र कानको भुतलाक चाहिँ प्योर अर्ग्यानिक छ हाम्रो। होइन धनन्जय बडा, पुलिसले आँखै नहेरी कुटेर यसको जिउभरि हेर्नु त सुम्लै सुम्ला छ अन्त। यसको शरीरमा क्या हजुर। सुम्ला देख्दा पनि बुझ्नुभयो धनङ्गेबाट पुलिसको लौरो चाहिँ यसकै लागि बनिएको हो। होइन काका, पुलिसले कुट्दाखेरि थापी बस्यो भने त एकचोटि मोरा हाले दोरिएर। किन खानु त्यो छैन है, म विचार गर्दैछु, चिन्ता मान्नु पर्दैन। लट्ठी बज्रे नानीलाई त यिनको नाडी छाम्दा त यिनको साथी त पुलिसको लट्ठीले लगे जस्तो छ है। अन्त पुलिसको लट्ठी लिएर मन्छाउनु धदले उस्ताद धनङ्गेबाटलाई उस्ताद भन्यो किन हो भाइ? अब मलाई झाँक्री ट्रेनिङ गराएपछि धदङ्गे पढालाई धदङ्गे उस्ताद त भनेर के भन्नु त? ठिकै त भन्यो नानीले पनि, तपाईँ पनि। अन्त धम्बे भाइ, पुलिसको लट्ठी ल्याउनु सक्छ? लट्ठी त्यो पनि पुलिसको? बरु गिद्धेको पहरा बोकेर ल्याए भन्यो भने म तुई बोकेर ल्याउँछु कि यो पुलिसको सेवा त म पर्दै पर्दैन। अनि किन यसको एलर्जी पुलिससित चाहिँ? होइन यो पुलिस भन्ने जन्तुसँग चाहिँ जोगिएकै राम्रो। भनिन्छ नि बाघले चिठोरे भने 18वटा ठाउँमा घाउ हुन्छ अरे, तर यो पुलिस भन्ने जन्तुले चाहिँ छुयो मात्रै भने 36वटा ठाउँमा घाउ हुन्छ है। बुझ्नुभयो धनङ्गेबा? हेर्नुहोस् त खै म हेर्नु कता लागेछ खै। यता ढाडपट्टि हेर्नु, अनि बिस्तारै गरे। यतापट्टि। आइयामा भन्न यहाँ छ। घुम्मी हिँड्छ। ढाडमा पनि छ। होइन हो रहेछ। लट्ठी बज्रे नानीले त पुलिसको कतिलो भेटेको रहेछ नि त। पुलिसको लट्ठी बर्सेको त मैले लाइभ देखेको छु नि। है कहाँ हाम्रो धम्बे बाबुको आङमा पनि पुलिसको लट्ठी त बर्सेकै हो नि। ओइ भन्दै पुलिसको लट्ठी कसरी बर्सिन्छ त्यो कहिले कविता भन्छ नि, कविताको लयमा भन्दैन यसो। लु भन्नु भाइ भन्नु, लु सुनिदिउँ त भाइ। कविताको लयमा भन्नु है। अब आफैले कुटाइ खाएको आफैले भन्नु। कविताको लय त आउँदैन कि सिधै भनिदिन्छु नि ल, सिधै खालको ल भन् भनिदेऊ। बर्साउँछ लट्ठी बोल जप्ती हेर, आँखै नहेरी सम्की सम, त्राहीमा हिर्काउँछ पिठो र चाकमा, एकै सर्ट पुऱ्याउँछ नरकमा। अझ तिमीहरूलाई थाहै छैन यो हेर्दा पनि 1 महिनासम्म अनावर हिँड्नु थालेको। अच्छा यो गफ भनेको जति तन्कायो लाबर जस्तो तन्केको गर्छ। यसो गरौँ कि अब जोखानातिर लागौँ है। एक काम गरौँ न, एउटा काँसको थालमा क्या अलिकति चामल, अलिकति तितेपाती अनि 1 लोटा चोखो पानी लिएर आउँ। ए झमल तिमीले नि झर्काको थालमा अलिकति चामल है, त्यो लोटामा चोखो पानी ल्याऊ कि म तितेपाती लिएर आउँछु ल भाइ। अन्त धदङ्गेबाट चिन्ता नै बस्नुपर्छ कि कसो हो? यसले त साह्रै ढाडसाड सकेकै छैन बस्नु। अब हेरौँ न, हेरकोर गर्दा जोखाना के खुटिन्छ। मैले त लट्ठी बज्रे नानीको नाडी छाम्दा त
यिनलाई त पुलिसको लठीको त न्यु मात्रै देखेँ। ठुलो धोक लागेको छ। कुन चाहिँ उल्का भमरीमा जागेर पनि कुन भगवानले हात थाम्यो पनि त्यो त कुन भगवानलाई मात्रै थाहा। झन्डैले यो उल्का भ्रामरीबाट पुलिसको लठीबाट जोगिएछ नि बडा। के चामल र चोखो पानी। अरे ल तितेपाती पनि ल्याइदिएँ मैले। ए हजुर। तितेपाती यो तितेपाती चाहिँ नि धोइवरी रोडमा माथि राख्नु ल। ल ल यो धोएर ल्याऊ त। अरू केही ल्याउनुपर्छ? छ भने नि घरमै बनाएको क्या जो खै एकपल्ट सुरा पनि लिएर ढल्ने बडाको अगाडि राख्छु। हजुर छ। दुईटा अस्ति ल्याएको क्या। सुन्नुहोस् त हजुर। दुईवटा धुप पनि के सिन्कु धुप पनि ए, हुन्छ। बालेर ल्याइदिनुहोस् न ल। पनि बाल्नु है। काका यो त बस्नु सकेको छैन त हौ, धर्किन्छु भन्नु सकेको छैन बस्नु। टेर्दैन त के गर्नु? अब एकैछिन भन न भाइ ल। एकैछिन म ठिक पारिहाल्छु नि। भनेको सुन्दैन। धनन्य बडा के हो? अटेरीको फल हो यो सबै, अरू केही पनि होइन। एकैछिन है चिन्ता गर्नु लु बडा। झन्डै फिराइ पोल्नु। के हो काकी, एक कपडेटमा आलु ल्याउनुहोस् न, त्यसमा धुपको सिक्का गाडी भइहाल्छ। तपाईँ पनि के भइसक्यो दिमाग? अनि के हो के हो? झन्डै बडालाई ढाइदियो भने त्यही भएर। अब त फुटपाथ गर्ने पनि सकिसक्यो, बडै छ एकजना। लु बडा जान्छ। क्षति देखेँ। लु है बडा, खुलस्त गरिदिनु पर्यो है बडा। त्यस्तो केही नराम्रो त छैन होला नि है? यसलाई त ठुलो धोक लागेको छ। पुलिसको लठीको त एउटा बहाना मात्रै हो। पुलिसको लठी नखाएको भए त तिमीहरूले यसलाई मेरो छोरा भन्न पनि पाउने छैन। नभन्नु धनन्जय बडा, नभन्नु। एउटै मात्र यो लाठी छोरा। यसलाई केही भन्नु म त झुन्डेर मरे भयो बडा। जनताले पुलिसको लट्ठी नपरेको भए थाहा छ हामी यसलाई छोरा पनि भन्नु पाउँदैन। नभन्नु बडा। नसुर्ताउनुहोस् नमस्ते दिदी, नसुर्ताउनुहोस्। पटक्कै सुर्ताउनु पर्दैन तपाईँहरू। यहाँ धनङ्गे उस्तादको झारफुक परेपछि जस्तै उल्का भमरी पनि पल्लो डाँडा काट्छ। धनन्य बडा दोष चाहिँ के रहेछ? अब दोष त खै के भन्नु, उही त हो झन्डी दोष। अब हाम्रो केटाहरू झन्डी बोक्नु पायो भन्दैमा लट्ठी पाएको जत्तिकै गर्छ। एउटा झन्डी समात्दै अर्को झन्डी समात्नु पुग्छ। अनि त्यही पुरानो झन्डीको अपमान गरेकोले त्यही पुरानो झन्डीले भेटेछ। तर धन्दा मान्नु पर्दैन, यसको निवारण गर्नु सकिन्छ। लु बडा, छिटै निवारण गर्नु पर्यो है। त्यसो भए के त्यो पुरानै झन्डी बोक्नु पर्ने हो कि? होइन होइन, त्यस्तो केही गर्नु पर्दैन। एउटा चिन्ता राख्नुपर्छ, अर्को हप्ता। किन बडा, छिटै चिन्ता राख्दा हुँदैन? चिन्ता त छिटै बस्नुपर्छ होला हौ काका। छिटै गर्दा राम्रो हुन्थ्यो। शुभस्य शीघ्रम। होइन होइन, अब छिटै बसेको त राम्रो कि। तर यो हप्ता चाहिँ के छ भने नि
तल गैरी गाउँमा एउटा चिन्ता राखेको छु कि हजुर म त्यो दिन त्यतैतिर व्यस्त हुन्छु क्या। होइन अर्को हप्ता ठिक छ हो। अब अर्को हप्ता आउनु कति दिन लाग्छ होइन ए ल यसो भयो नि यो चिन्ता बस्दा क्या के चाहिन्छ यसो भनिदिनुहोस् है। ए ल ल ल म यसो लेखेर एउटा लिस्ट नै बनाएर म पठाइदिउँला नि। ए हुन्छ हामी नानी तिमी भोलि यहाँनिर एकछिन निस्क्यौ ल। ओके बडा नबिर्सिजाए ल, ओके ल अहिले हामी निस्किन्छौँ है ल। होइन बडा के त खाएर जानु पर्छ होइन होइन अघि भर्खर त खाएर आएको डम्मै भइराखेको छ। यसो पिउनु हुन्छ कि पिउँ अब पिउनुको कुरा नगर अहिले बाटोमा पुलिसले भेट्यो भने म पासेँ भनेर नि मुखभित्र के घुसार्छ हो बरु आज हामीलाई केही पनि पर्दैन। बरु यसो गरौँ न चिन्ताको दिन है आजको पनि मिलाएर 2 दिनको एकैचोटि खाउला के छ भइहाल्छ होइन तर पनि त बडालाई हाल्दा त केही भएन नि अन्त ठिकै छ नि। निको छ मिलिहाल्छ। ल लाग्यो है ल मोटे बजार भाइ चिन्ता मार्नु पर्दैन हो बडाले सब खानु गरिहाल्छ। के लाग्छ नि त के बडाले के गरेको अचम्म मान्नु पर्दैन के अचम्म मान्नु पर्दैन एकताल यस्तो भयो कि नागाल्यान्डमा हामी चिन्ता पर्नु गएको थियौँ कि त्यही एउटा घरमा नि कुकुरको मासुको मोमो खाएको देखेको चाहिँ बुढाले तुर्काउने रोग लाग्यो।